आज चाहिँ बल्ल 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 पोखरामा भेट हुन नसकेको हाम्रो प्यारो भेलु बाजेलाई काठमाडौँमा आएर भेटाइयो हैन। आज सँगै हुनुहुन्छ हैन? के छ सुन्नुस् त, पप्पा पाउनुस् त। यति बेला हामीसँग बेलकुल हाम्रो टिभीनाथी हुनुहुन्छ गएर सर, हामी लाइभमा बेलकुल गेम खेल्दैछ नि, रियललाई पनि भेट्न पाएको थिएँ हो। किन भन्नुहोस् त, यस्तो राम्रो मान्छे सबै कुरो पर्छ न। अनि दाँत पनि झरा गर सर। ओखो काठमाडौँमा बेलकुल गर्मी रहेछ गर सर। त गर्मी भएर म नेपालको पहिलो हप्सी जस्तो भएँ। म बेलकुल अब पोखरामा अब फेरि नबी किनेर लाउँछु होला टिभीनाथी। कानमा झुम्काना कसले किनिदियो टिभीनाथीले बेलकुल छाक भएर नाम्री भएर आउनुभएको छ गर सर। ओखो त शरीरको हड्डी मात्र के यस्तो होइन, त्यही खानु पर्दैन त। अरूलाई खुवाएर मात्र हुन्छ, आफू खानु पर्दैन। बिरामीलाई खुवाएर मात्र हुन्छ, आफूले खानु पर्छ। त्यो बेलकुल त बाँस जस्तो यार। ओखो त्यो त जिरो फिगर भन्दैन, त्यो दुब्ला खाएर बसिएर त बेलकुल खानु पर्ने। टिभीनाथी टन्न खाने मोटाले जिरेको मोटा नै हुनु त। मोटाको मान्छेले पनि कोन सेम मासु पसल खोलेर बसेका छन् र। मैले यही बोल्नला हो होइन, यही बोल्नला। ओखो मिल्छ रहेछ भिडियोमा टिप्न मिल्छ र। त बेलकुल मिल्दैन होला टिभीनाथी भनेर म जानकारी गर्छु गर सर। यति बेला हामी काठमाडौँ भयो अब नदिनु भयो हैन। मेरो सुन्नुहोस् त, पप्पा हुनुहोस् त। होइन म नाम छु गर सर, म हेर्छम छु कि छैन। भयो अब बोल्न नदिनु। राम्रो राम्रो तारिफ गरौँला भनेको थिएँ। सुन्नुहोस् त